भर्खर साथीहरू भुट्टा काटेर भ्याए। आज भुटन बनाउन थालेको छु है साथीहरू। कस्तो बनाउँछु हेर्दै गर्नु होला। थ्याङ्क यू सो मच। हेर्नुहोस् भर्खर म कडाई बसालेको छु भुटनको लागि। यहाँ प्याज खोर्सानी काटेर रेडी गरेर बसेको छु। यहाँ ब्लड पनि छ र यसमा मसला रेडी छ है, रेडी गरेर राखेको छु। भुटन यहाँ कटिङ गरेर रेडी छ। चट्ट यसमा लाग्ने कुराहरू म अब राख्दैछु। दाल बनाएर आज खानुपर्छ गाइज। पाँचफोरन भर्खर फ्राई हुँदैछ। भर्खर प्याज हालेर त्यसलाई रातो हुने गरेर फ्राई गर्नेछु। भुटनमै अलि बोसो हुने भएकोले मैले ओइल एकदम कम हालेको छु है त गाइज। प्याज पनि रातो रातो हुन आँटिसक्यो। अब चलाएर यसमा यो भुटन हालेर मजाले पड्किने गरेर फ्राई गर्नेछु। हेर्दै गर्नु है त गाइज। ल गाइज भुटन कडाईमा हालिसकेँ। अब मजाले यसलाई चलाउँछु र भुट्छु है त। भर्खरै एकपटक चलाएर वेटिङमा बसेको छु। मजाले पटपट पड्किने गरेर फ्राई भइसकेपछि बल्ल बेसार नुनहरू हाल्ने छु है त गाइज। टमाटर पनि चपिङ गर्न थालेको छु। टक्क लाएर चपिङ गरिसकेपछि यता भुटन फ्राई हुँदैछ। मजाले फ्राई भइसकेपछि मसला हालेर बल्ल चपिङ गरेर टमाटर हाल्नेछु। ब्लड पनि यहाँ पोलिथिनमा राखिएको छ है गाइज। ल हेर्न सक्नुहुन्छ गाइज, टमाटर पनि मैले फाइन चपिङ गरेर राखिसकेको छु। यता भुटन फ्राई हुँदैछ कि गाइज। होल्ड गर्दै गर्नु, पड्किन थालेको देख्नुभयो नि गाइज। त्यसलाई मैले फ्राई गर्नुभन्दा अगाडि सुरुमा कटिङ गर्नुभन्दा नै अगाडि मजाले बोइल गरेर बेसार हालेर बोइल गरेर मजाले त्यसपछि मजाले पखालेर बल्ल कटिङ गरेको पानी तरेपछि मजाले पड्किन सुरु गरिसकेको छ गाइज। मैले हजुरलाई देखाउँछु रेडी भइसकेपछि सर्भ गरेर अन्तिमसम्म हेरिदिनु हुन अनुरोध गर्दछु है गाइज। लभ यु। ल गाइज अलिअलि रातो हुन आँटिसकेको छ र पहिलोचोटि मैले पनि त्यसरी कुकिङ गर्दाखेरि लसुन हालेर अनुभव गर्दैछु। हेर्छु है त आज यो बनाएर कस्तो हुँदो रहेछ। एउटा कुकी लसुन हालेको छु है त गाइज। नुनहरू हालेर मजाले भुट्छु एकछिन है। ल गाइज स्वाद अनुसार आफूले नुनहरू हाल्न सकिन्छ। मैले भर्खर नुन र अजिना थोरै हालेर भर्खर चलाएको छु। हेर्न सक्नुहुन्छ रातो रातो हुँदैछ। अझै मैले 5-7 मिनट मजाले भुट्छु र बल्ल बेसार हालेर मसला हालेर फ्राई भइसकेपछि बल्ल मैले चपिङ गरेर राखेको टमाटरलाई पनि यसमा हालेर पकाउँछु गाइज। ल सुन्न सक्नुहुन्छ है गाइज, पड्किन सुरु गरिराखेको छ मजाले है त। हेर्नु है, हेर्नु त गाइज कस्तो मजाले रातो भएको छ। हेर्नुहोस् त गाइज, कति टेस्टी हुन्छ होला है रेडी भइसकेपछि। मैले भर्खर बेसार हालेको छु। खासै धेरै हाल्नु पर्दैन भुटनमा बेसार, किनकि यसमा अहिले पाकिसकेपछि रेडी हुनुभन्दा 2 मिनट अगाडि यो ब्लड हालेर फेरि हामीले भुटिन्छ। त्यसले गर्दाखेरि खासै बेसारको कलर त देखिँदैन, त्यही पनि हल्का फ्लेभर टेस्टको लागि मात्र बेसार हालेको छु है त गाइज। अब चलाउँछु र त्यसको 2 मिनटपछि मसला हालेर मजाले भुट्नेछु। मजाले फ्राई भएको छ है गाइज। अब मसला हाल्ने हो। मसला हालेर मसला फ्राई भइसकेपछि बल्ल टमाटर हालेर फ्राई गर्छु। भर्खर मसला पनि हालेको छु। अब यसलाई मजाले चलाउँछु है त गाइज। ल हेर्नु त गाइज, मसला हालिसकेपछि चलाउँदा कस्तो मजाको देखिएको छ। अब यो मसला 2 मिनट जति फ्राई भइसकेपछि भुटिसकेपछि टमाटर हालेर फेरि भुट्नेछु। ल हेर्नु त गाइज साथीहरू, मसला भुटिँदाखेरि कस्तो देखिएको छ। अब म यसमा टमाटर एड गर्न जाँदैछु है त। ल जस्ट वेट। ल हेर्नु है गाइज, टमाटर पनि हालेँ। अब यसलाई मजाले चलाउँछु है त।
ल हेर्नुहोस् त ल टमाटर हालेर मैले चलाइसकेपछि यस्तो देखिरहेको छ। केही समय यो टमाटर गलिसकेपछि बल्ल लास्टमा ब्लड हालेर मजाले पकाउँछु। ब्लड हालिसकेपछि धेरैले पकाउनु पर्दैन, किनकि यो पाकिसकेपछि ब्लड हालेपछि धेरैले पकाउनु पर्दैन है त गाइस। ल हेर्नुहोस् त गाइस, लगभग टमाटर पनि गलिसकेको छ। म अब यसमा ब्लड एड गर्छु र देखाउँछु। ल ब्लड पनि एड गरेको छु गाइस है। जब भुटनमा ब्लड एड गरिन्छ तब भुटनको वास्तविकता फ्लेभर टेस्ट आउँछ हैन। र देख्न सक्नुहुन्छ गाइस, ब्लड एड गरिसकेपछि कस्तो परिवर्तन भएको छ भुटनमा है त गाइस। अबको 2 मिनेटमा भुटन रेडी हुन्छ र सर्भ गर्छु है त गाइस। लगभग अन्तिम अवस्थामा आएको छ रेडी हुनलाई है त गाइस। देख्नुभएको छ मजाले उठेको छ। अब म यस भुटनलाई खानासँग सर्भ गरेर अगाडि बढ्छु गाइस। ब्लड हालेपछि लगभग रेडी भइसक्यो। म अब ग्यास बन्द क्लोज गर्न गइरहेको छु है त गाइस। अब म यसलाई खानामा सर्भ गर्छु चुल चलाएर फाइनल। गाइस आज मेरो फ्यामिलीको बर्थडे भएको दिन, त्यही भएर मैले आफै आज रेडी गरेर फ्यामिलीको लागि यो खाना गिफ्ट गर्दैछु है त गाइस। ल कस्तो लाग्छ म पछि तपाईँहरूलाई प्रतिक्रिया दिनेछु यो खाइसकेपछि है त गाइस। यो चाहिँ मेरो श्रीमतीको लागि है त आज बर्थडे गिफ्ट है त गाइस। आज बर्थडे परेको छ साउन 27 गतिको दिन है त। ल गाइस, थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा। आई लभ यु गाइस। सधैँ माया गरिरहनु होला। ल गाइस, मेरो लागि पनि नास्ता बनाएको छु, हालेर ल्याएको छु। फ्यामिलीले त खाँदै हुनुहुन्छ खाना। कस्तो भयो आज मैले बनाएको खाना हजुरको लागि? मिठो छ? कस्तो मिठो भन्नाले? ल हजुरलाई पनि जन्मदिनको लाखौँ लाख शुभकामना यही भिडियो मार्फत है त गाइस। ल उहाँ हुनुहुन्छ मेरो प्यारी श्रीमती।